नमस्ते सबैजना आज म नि जिममा गएको थिएँ नि मैले कति धेरै सामान लिएँ अब म खोल्छु है अहिले त आऊ न खोले मैले वाउ देखाउ न एउटा एउटा गरेर देखाउ के हो यो प्रिङ्गल्स नाम भन न यसको नाम केले मेरो लागि के हो तिमीले के भनेर किन्यौ तिमीलाई थाहा होला मलाई लेस हो के लेस यो लेग्स अनि यो प्रिङ्गल्स अनि यो आइसक्रिम आइसक्रिम पग्ले छ त्यो रोटीवालाले भने त मान्ने हो यो के ल्याक्छ लेभेन्टी लेभेन्टी होइन त्यो रबर काटा काटे भने यो हामीले माङ्गनेहरू है guys। यो चाहिँ एउटा टेस्ट गर्नु दिनु वाउ दामी छ म्याङ्गो फ्लेभर म्याङ्गो फ्लेभर यो के हो यो पनि देखाउ न यसरी चाउ आउँथ्यो मलाई भर्खर कपडा धोके बिहान भएन कपडा चाउ अरू दुईटा किन्यो मार्समेलो नाम पनि थाहा रहेछ लिपस्टिक वाला क्यान्डी अस्ति नै यो हिजो खानु भएको थियो नि नान्सी दिदी आज खानु भएको थियो नि हिजो यो खानु भएको थियो नि नान्सी दिदीले त्यही खाइरहेको छु त्यही त किन्दैछु यो म्याङ्गो वाला आइसक्रिम त खानु लाग्यो कस्तो छ मिठो छ यो यति सब म खान्छु है तपाईँ र म खानु लाग्यो तिमी यति खाऊ अनि म चाट्छु ल तिमी खाऊ कि ल अब म खान्छु है के हो त्यो चुपा चिप्स उली कति ठुलो डेयरी मिल्क ठुलो डेयरी मिल्क किन्या यहाँ डेयरी मिल्कमा के लेखेको छ दुधले बनान्छ डेयरी मिल्क औ फेरि चाउ अनि फेरि त्यो लिपस्टिक वाला दुईटा ल्याऊ मैले त ओइदा लाथे दुईटा आएको छ त कहाँबाट दुईटा आयो त मैले ओइदा लाथे कसरी दुईटा आयो अरू ओ वाउ यो के हो यो स्निकर्स हो स्निकर्स अरू सामान सक्यो यो के हो त यो पनि देखाउनु मसरुमको के खाने हो पकोडा ए कसले बनाउनु हुन्छ ठुलो मिले अब त्यसको भित्र के छ हेर्नु यहाँ पकोडी पनि रहेछ पकौडी मेरो पैसा देऊ त हेर्नु पैसा मम्मीको फेरि यो कसको लागि हेर्नु यिनी सबै मेरो लागि हो अनि यो मोजा कसको यो मेरो मम्मीको लागि थ्याङ्क यू अनि यो मेरो लागि बाई बाई